संसारलाई हेर्ने आफ्नो दृष्टिकोण बदल्नुहोस्, दृष्टिकोणले आफूलाई बदल्छ। दर्शन नमस्ते, गुड मर्निङ डिएक्सन सम्पूर्णलाई सबैको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि यो चाहिँ अब खाना बदले स्वास्थ्य बदलिन्छ, सोच बदले जीवन बदलिन्छ। भाग्यको दोस्रो नाम नै हाम्रो विचार हो। त्यसकारणले तपाईँ कस्तो विचार, कस्तो सोचमा हुनुहुन्छ, एउटा सकारात्मक सोच्नुहुन्छ भने यो अवसर हो, हैन? त्यसकारणले चाहिँ हाम्रो स्वास्थ्यभन्दा ठुलो धन केही पनि छैन। त्यसकारणले स्वास्थ्यवर्धक प्रोडक्टहरू युज गर्नुहोस्, खानुहोस्, खुवाउनुहोस् अनि अगाडि बढ्नुहोस् भन्न चाहन्छु। डिएक्सनको कोडिसेप कफी जुन देखिरहनु भएको छ यार्सा गुममा, हैन? त्यसकारणले यो कोकोजीले चाहिँ बच्चाहरूलाई खुवाउँदा बच्चाहरूको चाहिँ बढ्नलाई चाहिँ विकास हुन्छ, हैन? उनीहरूलाई चाहिँ स्मरण शक्तिहरू पनि बढ्छ। त्यसकारणले चाहिँ यस्ता चिजहरू खुवाउने गर्नुहोस्, अर्ग्यानिक चिजहरू खाने गर्नुहोस्, स्वस्थ रहनुहोस् अनि गुनासो गर्न छोड्नुहोस्। यो भएन, त्यो भएन, हैन? मैले चाहिँ जागिर पाइनँ, नेपालमा केही छैन भन्ने गुनासो गर्न छोड्यो भने यो गुनासो चाहिँ फ्यालिहाल्नुपर्छ र कुनै न कुनै कामहरू केही न केही गरिरहनुपर्छ अनि अवश्य पनि जीवन परिवर्तन हुन्छ, है? त्यो चाहिँ यस्तो हो कि कति साथीहरूले अब यो छैन त्यो छैन भनेर यो समयमा चाहिँ नि फुर्सदको समयमा चाहिँ मोबाइल चलाएर फिल्म हेरेर बसिरहनुहुन्छ, हैन? तर त्यो समयलाई चाहिँ सदुपयोग गरेर चाहिँ अगाडि बढ्ने हो भने जीवनमा चाहिँ परिवर्तन गर्न सकिन्छ। त्यसकारण कन्टिन्यू मात्रामा डिएक्सनको प्रोडक्ट युज गर्नुहोस्, खानुहोस्, खुवाउनुहोस्, अगाडि बढ्नुहोस् भन्न चाहन्छु। सम्पूर्णको जय होस्। बाइ बाइ।